किन काला अनि उहरू आछन् त्यो उभिएको हो त्यो त हामी चेक चिन्छु नि हामी हिँडिरहेका हाम्रा सहयोगी हातहरू सिक्रेट समुदायलाई पनि हामी कार्यक्रममा हार्दिक स्वागत अभिवादन टक्राउँदछौँ र आजको यो दशैं तिहार फेस्टिभल अथवा मेला नन रेसिडेन्शियल एम्प्लोइज एसोसिएसन नेशनल कोअर्डिनेसन कमिटी साइप्रसको आयोजनामा हामी सबै एकजुट भएर आजको कार्यक्रमलाई सफल पार्ने एउटा प्रतिबद्धता जाहेर गर्दै यो प्रेक्षालयमा उपस्थित भएका छौँ। The separate community who are extending their hands to integrate with us and our hands to integrate within the separate community. I have a very warm welcome to all of you into our program, which we have called ourselves the Dasai Tihar Mela 2067.
2010। र साथीहरू यहाँलाई थाहा छँदैछ कि नन रेसिडेन्सियल नेप्लिजले गर्दै आएका कार्यक्रमहरू एउटा नेपाली भएर आफ्नो भूमिका सधैँ निर्वाह गरिरहेको नन रेसिडेन्सियल नेप्लिज एसोसिएसनले फेरि अर्को एउटा पाइला अघि सारेको छ। दसैँ तिहारलाई एकैचोटि एकै ठाउँमा राखेर सबै साइप्रसमा रहेका नेपाली दाजुभाइ दिदीबहिनीहरू र केही साइप्रसमा रहेका समुदायहरूलाई पनि सँगै लिएर अगाडि जाने एउटा प्रतिबद्धतामा पुनः एकपटक यहाँ छ। हाम्रो स्वागत अभिवादन टक्राउँदै कार्यक्रम अगाडि बढाउन चाहन्छु। कुनै गर्दै आजको कार्यक्रममा सभापतिको आसन ग्रहण गरिदिनु हुन म नेशनल कोअर्डिनेसन कमिटी साइप्रसका अध्यक्ष मणिराज थेरेज्यूलाई म हार्दिक अनुरोध गर्दछु। I would like to welcome the President of National Coordination Committee Cyprus, NRNA, Mr. Mariraj Thede, to chair the today's program. Thank you very much. त्यसै गरी आजको हाम्रो कार्यक्रमको प्रमुख अतिथिको रूपमा हामीले आमन्त्रण गरेका छौँ। हामी सम्पूर्ण नेपालीहरूको हक हित र अधिकारलाई नजिकबाट हेर्नको लागि नेपाल सरकारको प्रतिनिधित्व गर्नुभएका honorary I would like to make a humble request to take the seat as a chief guest of the program that we are organizing today. Similarly, I would like to call upon the representative of Mayor's Office in Nicosia, Mrs. Betty Kusuligo, to take a seat as one of our guests for today's program. Mrs. Betty Kusuligo. Thank you very much. त्यसै गरी अतिथिको रूपमा आसन ग्रहण गरिदिनु हुनुको लागि NRNA ICC का सदस्य डाक्टर निरज गोविन्द श्रेष्ठज्यूलाई पनि म हार्दिक अनुरोध गर्दछु। त्यसै गरी NRNA NCC साइप्रसका प्रमुख सल्लाहकार मिस्टर रामजीवन पञ्जियालाई पनि आसन ग्रहण गरिदिनु हुनुको लागि म हार्दिक अनुरोध गर्दछु। NRNA NCC Cyprus का honorary member Mr. Panikos A. Christofi लाई पनि आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। I would like to make a humble request to honorary member of National Coordination Committee Cyprus, Mr. Panikos A. Christofi, to have your seats on this stage, please. Thank you very much. Basically, I would like to call up an honorary member of National Coordination Committee Cyprus, Mr. Orestes Sambartas, to have your seat as a guest to the program. Thank you very much. Basically, I would like to call up an Mr. Stelios Haralambos, one of the well-wishers of the National Coordination Committee Cyprus and one of the well-wishers of the Nepalese community within the Cyprus, to have his seat as a guest. Mr. Mahesh Lamajuलाई पनि आसन ग्रहणको लागि म हार्दिक अनुरोध गर्दछु। र सम्पूर्ण उपस्थित नेपाली दाजुभाइ दिदीबहिनीहरू तथा invited guests from within the Cypriots community, would like to request you all to have your seats wherever you have been from Sansu. Nepal Friendship Society Cyprus का वर्तमान अध्यक्ष मिस्टर राजीव थापाज्यूलाई पनि आफ्नो आसन ग्रहणको लागि म सेवा दिन चाहन्छु। साथीहरू, दशैं मनाउने कार्यक्रम वास्तवमै हृदयदेखि नै हामी उत्सुक भएर कार्यक्रमका सभापतिज्यूलाई व्यास वितरणमा सेवा सहयोग पुर्याइदिनु हुन पनि अनुरोध गर्दछु।
व्यासवितरणको कार्यक्रम चलि नै रहेको छ र त्यो बिचमा थोरै एनआरएनको बारेमा यहाँ सबैलाई जानकारी दिन चाहन्छु र नन रेसिडेन्सियल नेप्लिज जसले नेपाललाई 6 महिना विदा गर्नुभयो वा नेपाल छोडेर अरू कुनै राष्ट्रमा 6 महिनासम्म बस्नुभयो वा 183 दिन बस्नुभयो भने उहाँ आफ्नो बसाइको खबरले नन रेसिडेन्सियल नेप्लिज लिनुहुन्छ एनआरएन र हामी जसले पनि 6 महिना प्रवासी जीवन बिताएका छौँ हामी सबै एनआरएन हौँ र हामीले एनआरएनको त्यो छाता मुनि हामीले बस्नै पर्ने हुन्छ र त्यसैले विगत 7 वर्षदेखि एनआरएन यो विश्व all of you out there, the police and security community, to stand from your seats and let's devote our soul listening to the national anthem that we resonate from the heart. सम्पदाको आचल वीरहरूका राजधानी सुतन्त्र ज्ञान भूमि शान्ति भूमि तराई पहाड हिमाल अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल बहुल जाति भाषा धर्म संस्कृति छन् विशाल अग्रगामी राष्ट्र हाम्रो जय जय नेपाल। एनसीसी यसरी एकजुट बनाएर हामी सबैलाई एकै ठाउँमा राखेर कार्यक्रम गरिदिनु भएकोमा हामी सबैको तर्फबाट तालीले सम्मान गर्ने। Vice versa. अब कार्यक्रममा अगाडि बढाउन चाहन्छु। I would like to go forward with the program by inviting the General Secretary of Non-Residential Nepalese Association National Coordination Committee, Mr. Ranjit Kumar Mahato. यो एनआरएनलाई 2003 मा इस्टाब्लिश गर्नमा उहाँहरूको जस्तै डाक्टर उपेन्द्र महतो, जिला लाग्ने छानेज्यू उहाँहरूलाई यस एनसीसीबाट हार्दिक दसैँको शुभकामना दिन चाहन्छु म। र लास्टमा म आज लास्ट नट द लिस्ट on behalf of NRN Cyprus and myself